अहिले प्लस टू पास गरेको भाइ बहिनीहरूलाई सोध्ने हो भने 60% भन्दा बढी भाइ बहिनीहरूले के पढ्ने ब्याचलरमा भनेर सोध्यो भने आइटी नै भन्नुहुन्छ। सो तपाईँहरूलाई पनि 3 लाखदेखि 5 लाखको बिचमा आइटीको कोर्स पढ्न चाहनुहुन्छ भने सुनौलो अवसर छ है। अहिले त्रिभुवन युनिभर्सिटीले आफ्ना एफिलिएटेड कलेजहरूमा पढ्न चाहने विद्यार्थीहरूको लागि इन्ट्रान्स इक्जामको नोटिस चाहिँ पब्लिस गरिसकेको छ र तपाईँहरूले बिएससी सिएसआइटी र बिआइटीको कोर्स चाहिँ टियुले अफर गर्छ। बिएससी सिएसआइटी भनेको चाहिँ अगाडि बिएससी थपिसक्यो भनेपछि प्लस टूमा साइन्स कम्पलसरी रूपमा पढेको विद्यार्थीले मात्र यसमा चाहिँ एप्लिकेसन दिन पाउनुहुन्छ, इन्ट्रान्स इक्जाम दिन पाउनुहुन्छ र पढ्न पाउनुहुन्छ भने बिआइटीको लागि चाहिँ तपाईँले प्लस टूमा म्यानेजमेन्ट पढेको भए पनि भयो, साइन्स पढेको भए पनि भयो है, त्यो विद्यार्थीहरूले चाहिँ पढ्न पाउनुहुन्छ। सो बिएससी सिएसआइटी र बिआइटी दुइटैको लागि चाहिँ तपाईँको यही असोजको 31 गतेसम्म अनलाइन फर्म भर्ने डेट रहेको छ है। सो फर्म भरिहाल्नु होला। tu.iost.edu.np भन्ने वेबसाइट छ टियुको, त्यो वेबसाइटमा गएर तपाईँले फर्म भर्न सक्नुहुन्छ। कसरी फर्म भर्ने भनेर हामीले हाम्रो युट्युब च्यानल ज्ञानमार्गमा पनि राखिदिएका छौँ, त्यहाँ तपाईँले चाहिँ त्यहाँको इन्स्ट्रक्सन फलो गरेर भर्न सक्नुहुन्छ, नत्र आफैले पनि भर्न जान्नुहुन्छ तपाईँले त्यो वेबसाइटमा गइसकेपछि, गाह्रो छैन है। त्यसपछि तपाईँको इन्ट्रान्स इक्जाम भनेको बिएससी सिएसआइटीको कार्तिकको 22 गते छ भने बिआइटीको लागि चाहिँ तपाईँको कार्तिकको 29 गते रहेको छ। सो अब तपाईँको चाहिँ 1 महिना चान्चुनको टाइम छ। यो टाइम मेहनत गर्नुभयो भने तपाईँले नाम पनि निकाल्न सक्नुहुन्छ। अब फी भनेको पनि टियुमा चाहिँ पढ्दाखेरि तपाईँलाई सस्तो पर्छ है। जस्तो 3 लाखदेखि 5 लाखको बिचमा तपाईँको बिएससी सिएसआइटी र बिआइटी जुन पढे पनि तपाईँको चाहिँ कोर्स कम्प्लिट हुन्छ। यो सेमेस्टर वाइज हुन्छ, यिनीहरू चाहिँ 8वटा सेमेस्टर हुन्छ र अब त्यसपछि तपाईँको चाहिँ आइटीको डिग्री भइसकेपछि र तपाईँसँग टेक्निकल स्किल भयो भने ब्याचलर पछि तपाईँ नेपालमै पनि आफूले चाहिँ आफूलाई सेल गर्न सक्नुहुन्छ, बेच्न सक्नुहुन्छ र तपाईँले चाहिँ विदेशी प्रोजेक्टहरू लिएर पनि नेपालमै बसेर अथवा विदेशमै गएर पनि काम गर्न सक्नुहुन्छ है। सो धेरै जनाको डिमान्डेड कोर्स अहिले छ आइटीको कोर्सहरू। सो तपाईँले चाहिँ यो अपर्च्युनिटीलाई ग्र्याब पनि गर्न सक्नुहुन्छ। यसको इन्ट्रान्स इक्जाममा चाहिँ नर्मल्ली अब बिएससी सिएसआइटीकोमा चाहिँ तपाईँको अब साइन्स ब्याकग्राउन्डकोले मात्रै दिन पाउने भएको भएर कम्प्युटरसँग रिलेटेड जिके, त्यसै गरी चाहिँ फिजिक्सको, केमिस्ट्रीको, म्याथमेटिक्सको आउँछ तपाईँको इन्ट्रान्स इक्जाममा। त्यसै गरी बिआइटीको लागि चाहिँ तपाईँको इन्ट्रान्स इक्जाममा कम्प्युटर रिलेटेड जिके र तपाईँको चाहिँ यो सिम्याटको तपाईँले पियु म्याटको हेर्नुभयो नि, जेनरल एबिलिटी, त्यसै गरी लजिकल रिजनिङ, क्वान्टिटेटिभ एबिलिटी हो, तिनीहरूबाट आउँछ। तिनीहरूको राम्रो पिडिएफ नोट तपाईँलाई चाहिएको छ भने पनि हामीलाई फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप, भाइबरमा मेसेज गर्न सक्नुहुन्छ। र तपाईँलाई एमसिक्यूहरू प्र्याक्टिस गर्नु मन छ भने हाम्रो वेबसाइट ज्ञानमार्ग.com पनि तपाईँले भिजिट गर्न सक्नुहुन्छ, GYANMARK.com भनेर सर्च गरेर। र अरू केही डाउटहरू छ, केही जिज्ञासाहरू छ भने कमेन्ट गर्नु होला है त। सबैजनाले फर्म भर्नु होला, यो अपर्च्युनिटी ग्र्याब पनि गर्न सक्नुहुन्छ। थ्याङ्क यू। र तपाईँको चाहिँ इन्ट्रान्स इक्जाम चाहिँ नेपालको मेजर सिटीहरूमा हुन्छ है। जस्तै कि अब गण्डकी प्रदेशमा पोखरामा हुन्छ, त्यसै गरी चाहिँ यता तपाईँको बुटोलमा, नेपालगञ्जमा, यतातिर तपाईँको चाहिँ लुम्बिनी प्रदेशमा होइन, त्यसै गरी कर्णाली प्रदेशमा चाहिँ तपाईँको सुर्खेततिर, त्यसै गरी चाहिँ यता सुदूरपश्चिममा धनगढी, महेन्द्रनगरमा, काठमाडौँमा त हुने भइहाल्यो, चितवनमा पनि नहुने कुरा भएन, चितवनमा हुने भइहाल्यो। यसरी चाहिँ तपाईँको मेजर सहरहरूमा यसको इन्ट्रान्स हुन्छ र त्यहीँको टियु एफिलिएटेड कलेजहरूमा पढाइ पनि हुन्छ। त्यसकारण तपाईँको चाहिँ पढ्नको लागि बाहिर गएर पढ्नुपर्ने भन्ने पनि हुँदैन। सो यो अपर्च्युनिटीलाई ग्र्याब गर्नु होला। थ्याङ्क यू।